भिडियो एकदम रमाइलो छ, पुरा हेरेर साथ दिन, लाइक कमेन्ट शेयर सब्सक्राइब है साथीहरू। बिहानीको सुरुवातसँगै म बिहानै उठेर चिसो पानीले नुहाइ गरेर आफ्नै गाउँको शिव मन्दिरमा पुज्नको लागि मेरो यात्रा अघि बढ्दैछ। तर साधनमा जाने भएको भएर हामी रोडले जान सक्छौँ, तर गाउँको जाने बाटो यताको छ हैन त साथीहरू। हामी साधन पार्किङ भएकोमा आइसक्यौँ र साधन आउनु भएर हाम्रो गाउँको गाडी पनि आयो। अनि त यो जुग्ले बजार भयो। अब हामी साधन चढेर हाम्रो पाइला अघि हुन्छ। गाउँ जाने बाटो यो सिधै हो हैन। अब बिहानको समय थाकै पनि लाग्यो, अब हिँड्न नसकिँदो रहेछ, बुढो भएछ कि कसो भयो र हाम्रो यात्रा अघि बढ्यो। अब अब हामी जाँदैछौँ चिलाउनेमा छिर्दैछौँ। मेरो देउरे साइडमा म छिरेँ, दाहिने साइड कार्कीनेट जाने बाटो, देउरे साइडमा अघि बढेँ। बाटो यस्तै छ, अब पुरानो बाटो हैन, विकास भन्ने यस्तै हो गाउँठाउँको। अब लगभगमा आइपुगेँ चिलाउने भाटी भन्ने ठाउँमा है। यो आँधी खोलाको पुल चिलाउने भाटी आइसकेँ हैन। अब म यहाँ जान्छु देउरे साइडमा। देउरे साइडमा मेरो गाउँ, यो माथि देखिएको बजार चिलाउने भाटी र देउरे साइडमा मेरो यात्रा अघि बढ्नेछ। मेरो गाउँ जाने बाटो ल सुरुवातमै आउँछ, त्यसपछि बिच गाउँ आइसके लगत्तै गाउँको बाटो मैले सानो ललिपप खाने पसल यही है। अहिले कस्तो राम्रो भइसकेछ यो पसल। बाटो त्यस्तै छ, गाउँको विकास कति राम्रो छ ल हेर्नुहोस्। प्रगति गाउँले धेरै गरिसकेको छ, गाउँठाउँ एकदम राम्रो छ। हाम्रो मडुवा आउनु होला। गाउँ आइसकेपछि अब मन्दिर जाँदैछु। मन्दिर सँगसँगै पूजापाठ हुन्छ, अग्रम बग्रम हुन्छ। ल मन्दिरलाई हेर्नु होला, कति राम्रो छ हाम्रो गाउँको प्यारो मन्दिर, आँधी खोलाको मडुवाको मन्दिर है। शिव मन्दिर यति निकै राम्रो लोकप्रियता कमाएको मन्दिर है। प्रसाद यता बन्दैछ, मन्दिर भवन राम्रो, मन्दिर त्यति नै राम्रो है। के पनि तपाईँलाई मन्दिर राम्रै लाग्यो होला। ल शिव पुरानो मूर्तिलाई हेर्नुहोस्, मन्दिर कति राम्रो छ। ल गाउँको निकै नै ह्यान्डसम हाम्रो शिशिर भाइ, हरेक युवतीको ढुकढुकीमा मनमा बसेका सुनिल भाइ, शिशिर भाइ। र ढिलो नगरिकन म आफ्नै घरको आँगनतिर जान लागेँ र भाइले यता सम्मान दिँदैछ। ल मेरो जन्मघर यही हो, मान्छे पछि यस्तो घर नहुने हैन, घर छोडेपछि निकै उस भइसकेको। घर देख्दा आफूलाई रुन मन लाग्यो। यही आँगनमा हुर्किएँ बढेँ। आफ्नो पुरानो घर र आँगन देख्दा एकछिन भक्का नै रुन मन लाग्यो, रोएँ पनि। र गाउँको दृश्य एकदम राम्रो छ। तपाईँहरूलाई गाउँ घुम्न मन लाग्छ भने आउनु होला। गाउँ कहाँ हो भन्नुहुन्छ भने मडुवा, आँधी खोला गाउँपालिका 2 चिलाउने मडुवामा हो। अरू कुरा गर्दै गरौँला, तर पहिला मेरो आदैने काकुको निकै घातक नाच हेरौँ है। नाच एकदम घातक छ है, नाच हेरौँ। मेरो ह्यान्सी काकुको डान्स त हेर्नुमा डान्स पक्कै पनि तपाईँहरूलाई मन पर्यो होला मलाई जस्तै। र मैले पूजापाठ पनि सकेँ। अब निस्किन्छु। यति बेरसम्म भिडियो साथ दिनुको सबैलाई धन्यवाद है।